हिजो बेलुका 12 बजी चाहिँ बवाल रमाइलो भएको थियो अरे। लास्ट चाहिँ धेरै भिड रहेछ। उताबाट चाहिँ पुलिस चाहिँ हामीलाई जानु iPhone 15 Pro Max ले खिचेको भएर चाहिँ राम्रो आएको है। न भेट हुँदा पनि राम्रोसँग बोल्दिनौ, मनको कुरा खोल्दिनौ भने जस्तो भएको छ। त्यो त गाई चाहिँ रमाइलो भयो निकै। फेरि एकछिन बाजा मार नाच्यो। Subscribe the vlog and like. Yeah, Aaron vlog. Hello guys, उहाँहरूको viewers, उहाँको नभएको viewers पनि प्रिय viewers गर्नु होला, सब्स्क्राइब गरिदिनु होला उहाँको च्यानलको नाम के हो? आर्यन vlog. प्लिज सब्स्क्राइब गरिदिनु। हेलो गाइज, अनि त्यही त वेलकम टु माई न्यू ब्लग। अनि आज चाहिँ 1 गते म चाहिँ हिजो चाहिँ लेक साइडमा आएन। हिजो बेलुका 12 बजी चाहिँ बवाल रमाइलो भएको थियो अरे। म चाहिँ हिजो बेलुका चाहिँ आएन। आज चाहिँ यसो हामीहरू चाहिँ के गर्छौँ भने हामीहरू चाहिँ लेक साइडतिर डुल्छौँ, यताउति डुल्छौँ। अनि के कस्तो छ लेक साइडको वातावरण चाहिँ आज 1 गतेको दिनमा के कस्तो हुन्छ त्यहाँ गएर हेर्छौँ। अनि भिडियो चाहिँ कस्तो लाग्छ, राम्रो लाग्छ लाइक सेयर अनि सब्सक्राइब पनि चाहिँ नहुनु होला। हाम्रो चाहिँ के छ भन्दाखेरि यतापट्टिबाट चाहिँ जान दिँदैन कि गाडीहरू चाहिँ यताबाट जान दिँदैन। त्यो हिँड्दै जानुपर्छ। त्यही भएर चाहिँ हामीहरू चाहिँ यताबाट जान्छौँ है। यताबाट हामीहरू उता पुग्छौँ। अनि कहाँ तिमीसँग बाटो जान्छ त्यहाँबाट हामी हेर्छौँ। त्यही त लास्ट चाहिँ धेरै भिड रहेछ। उताबाट चाहिँ पुलिस चाहिँ हामीलाई जानु दिएन। त्यो भएर चाहिँ हाम्रो यता आएको। यता पनि लास्ट धेरै भिड छ। अनि यस्तो चाहिँ मान्छेहरूको हालत चाहिँ यस्तो छ यहाँ। अब चाहिँ यो अनि अब हामीहरू चाहिँ उताको गल्लीबाट हामीहरू छिर्छौँ। त्यहाँबाट छिर्ने बेला चाहिँ हाम्रो त्यहाँबाट अब जहाँ दिन्छ कि दिँदैन, पुलिसले दिन्छ कि दिन्न भन्ने कुरा हो। दियो भने ठिकै छ, दिएन भने पनि ठिकै छ, हाम्रो केही जाँदैन है। अनि त्यही त हामीहरू चाहिँ बिचबाट छिरेर यताबाट छिरेर चाहिँ गल्लीबाट भित्र आउने भनेर भित्रपट्टि यताबाट बाइक स्कुटरहरू चट्टलाएर छिराउने भनेको मिलेन कि। यहाँ पनि बसिरहेको रहेछ। सब बाटोहरू छेकेर है। अब हिँड्दै जाने कुरोले चाहिँ हिँड्दै जाने के कस्तो छ भन्नु अहिलेसम्म त त्यति साह्रो केही ओहो जस्तो छैन। हामीहरू चाहिँ पहिला उतापट्टि जान्छौँ। अनि के हुन्छ त्यसलाई कति थाहा भइ नै हाल्छ है। त्यति साह्रै ओहो गरेर चाहिँ लास्टै धेरै चाहिँ भिड चाहिँ छैन। यताबाट म लुखुर जाँदैछु। अब उतापट्टि जाउँ। अब यो भिडियो पनि अब औँठी देखाएको भन्नु होला, तर औँठी चाहिँ मैले देखाएको छैन। अब यो मेरै हो, आफ्नै हो। अनि त्यही त हामीहरू चाहिँ अब पहिला उता जान्छौँ, हेर्छौँ। अनि बाजा साजा यताउति रहेछ भने पनि हामीहरू नाच्छौँ है। एकछिन नाच्छौँ अनि रमाइलो गर्छौँ। अब न्यु इयर हो नि त, नयाँ वर्षमा चाहिँ होप गरौँ सबैजना चाहिँ यसो सब्सक्राइब गरेर चाहिँ साथ दिनुहुन्छ होला, माया गर्नुहुन्छ होला भन्ने आशाका साथ अगाडि बढिरहेको छु। यस्तै छ है। हावासावा लगाएर बादल पनि यो भिडियो चाहिँ यो iPhone 15 Pro Max ले खिचेको भएर चाहिँ राम्रो आएको है। नत्र चाहिँ बादलले चाहिँ कालो कालो भयो क्या आकाशमा। अनि कालो कालो भइरहेछ। अनि मान्छेहरू लास्ट धेरै भिड छ। लास्ट धेरै भिड त के भन्ने, त्यति साह्रो भिड छैन अहिलेसम्म त। अनि उतातिर जान्छौँ हामीहरू, उतातिर चाहिँ हामी जान्छौँ। हावाहरू कस्तो चलिरहेछ क्या। अब पानीमा भिजिन्छ कि के गरिन्छ त्यो पनि थाहा छैन है। अनि त्यही त यता चाहिँ गीत गाउने यताउति रमाइलो छ। रमाइलो हुन्छ। घरमा चाहिँ अहिले बिहान आउने अलिक बिहान थियो, अघि 4 बजीतिर आउने बेला आउँदैन भइरहेको थियो। अहिले त्यहाँ भइरहेको थियो। तर यता आइसकेपछि चाहिँ रमाइलो भइरहेको छ लास्ट धेरै। अनि त्यही हो अझै हामीहरू चाहिँ यताउति रमाइलो गर्छौँ। अहिलेसम्म हामीलाई रमाइलो भइरहेको छ। अनि त्यो त गीत चाहिँ के बजेछ भन्दाखेरि भेट हुँदा पनि राम्रोसँग बोल्दिनौ, मनको कुरा खोल्दिनौ भने जस्तो भएको छ। भिडियो पनि हेरेछौ अनि सब्सक्राइब पनि गरेको छैनौ भन्छु म चाहिँ। अनि त्यही त मैले चाहिँ एउटा के विचार गरेँ भन्दाखेरि चाहिँ नयाँ वर्षमा भन्दा चाहिँ त्यो हाम्रो यो भोइस अब यो के अरे 2080 साल भयो, अहिले चाहिँ 81 साल चल्यो नि त अब आजबाट। आज 1 गते। अब अनि के हुँदो रहेछ भन्दाखेरि चाहिँ यो जुन यो इङ्ग्लिसको चाहिँ नयाँ वर्षहरू हुन्छ नि, इङ्ग्लिसको चाहिँ नयाँ वर्षमा चाहिँ भिड हुन्छ कि लेक साइडमा। तर त्यत्तिकै भिड चाहिँ हाम्रो चाहिँ के छ भन्दा त्यत्तिकै भिड चाहिँ हाम्रो चाहिँ नेपाली न्यु इयरमा चाहिँ हुँदैन। अनि त्यही हो, नेपाली न्यु इयरमा त अब हुन त आज 1 गते भयो, खास हुन पनि हिजो बेलुका हो। अब बेलुका पनि के भयो, त बेलुका आएन, घरमै सुतेर बस्यो। अनि त्यही हो। अब अरू त के भन्नु, मैले लुखुर हिँड्दैछु यता। त्यति साह्रै ओहो तरिकाले चाहिँ लास्टै धेरै चाहिँ भिड छैन है। अनि अब अलिकति उता जान्छौँ हामी, धेरै टाढा जाँदैनौँ है आज। किन भन्दाखेरि आज मलाई घरले पनि साथ दिएको छैन। घरले भने कसैले पनि मलाई साथ दिएको छैन। किन भन्दाखेरि पानी पर्न लागिरहेछ, यस्तो पानी पर्न लागिरहेछ। पानी पर्छ अनि अहिले पानी पर्यो भने म भिज्छु, म भिजेपछि अनि कपडा पनि भिज्छ।
रतौलीमा नाचिरहेको त्यही त एकछिन चाहिँ हामीहरू चाहिँ नाच्यौँ निकै नै रमाइलो भयो हामीलाई अनि दिदीहरू पनि निकै रमाइलो हुनुहुँदैछ होइन त्यही त गाई चाहिँ रमाइलो भयो निकै उतापट्टि जाउँ उता हेरौँ के कस्तो हुन्छ म चाहिँ नाचेको चाहिँ कति हुन्छ 100 रुपियाँ दिएँ म चाहिँ गुड बाई हो नि त अनि त्यही भएर चाहिँ 100 रुपियाँ चाहिँ म चढाएँ 100 रुपियाँको चाहिँ 3-4चोटि एकछिन नाच्यो रमाइलो गऱ्यो अझ अगाडि जाउँ थाकेर चाहिँ भएको छु म सुनसान छ कि लेक साइड सुनसान छ है सुनसान छ गाइस त्यही त अनि उतैतिर चाहिँ मकै पुल छ नि यसरी मकै पुल ल्याएको छ तर सुनसान छ है लेक साइड चाहिँ अनि पानी आइरहेको छ क्या पानी आइरहेको छ अब चाहिँ म पनि फेरि मैले भिज्छु भन्ने मलाई भित्रभित्र मलाई लागिरहेको छ तर ठिकै छ केही छैन हामीहरू चाहिँ अगाडि बढिरहेछौँ जान्छौँ एकछिन डुल्छौँ अनि अहिले चाहिँ म फर्किन्छु अब त्यही त पानी आयो क्या अब लास्ट आएर पानी आयो पानी चाहिँ मलाई धोका दियो त्यो त तिर चाहिँ बाजा बजिरहेको छ एकछिनमा फेरि अब बाजामा नाच्छु अनि जान्छु अहिले है यता पनि फेरि एकछिन बाजा मार नाच्यो न्यु इयरमा बल्ल न्यु इयर आएको भयो यता अझै उफ्रिरहेको छैन यिनीहरू न्यु
बिहिबार चाहिँ मलाई बल्ल लागेको छ थाकेर चाहिँ हावा चाहिँ गाइरहेको छ ए आमा हेर्नुभयो मलाई चाहिँ खोकी पनि लागिसक्यो अब त्यही भएर चाहिँ सब्सक्राइब गर्ने भयो च्यानलमा भिडियो चाहिँ कस्तो लाग्छ राम्रो लाग्छ चाहिँ सब्सक्राइब गर्नु नराम्रो लाग्यो भने सब्सक्राइब गर्नु कमेन्ट पनि गर्नु अनि त्यही हो है मिहिनेत चाहिँ जारी छ मेरो बवाल तरिकाले अनि एउटा के छ भन्दाखेरि म चाहिँ अगाडि चाहिँ डेली भ्लग हाल्न आएको छु अहिले चाहिँ यता तालतिर आएको छु यतिकै झ्याउलाएर चाहिँ यस्तो घुम्नको लागि अनि हामीहरू चाहिँ एकछिन यता तालतिर चाहिँ घुम्छौँ अनि अहिले चाहिँ कति बजी ल 6 बजिसकेको छ लास्ट चालमा चाहिँ के छ त्यो भयो त्यही त हेवातालमा साइली ढुङ्गा चलाला भने जस्तै भएको छ अनि त्यस्तै के भन्दैन बेलुका बेलुका त्यस्तो हावाहरू चलेको बेलामा चाहिँ राख्ती धेरै छालहरू आउँछ राख्ती धेरै छालहरू आउँछ मलाई के थाहा भएको भन्दाखेरि मैले देखेर थाहा भएको न त मलाई थाहा थिएन अनि त्यही छालहरू हेर्दा चाहिँ यस्तरी आउँदै मान्छेहरू चाहिँ यस्तरी आउँछ अनि त्यही अब चाहिँ हामीहरू चाहिँ घरतिर जाँदैन पहिला उता जान्छौँ केही खान्छौँ हामीलाई भोक लागेको छ हामीहरू चाहिँ पहिला केही खान्छौँ अनि बल्ल त्यहाँ बस्ने तर यता चाहिँ रात परिसकेको छ है रात परिसकेको छ तर मेरो मोबाइलले चाहिँ राम्रो खिच्छ त्यही भएर चाहिँ राम्रो आएको छ ए यस्तो मान्छेहरू त्यति साह्रो छैन क्या त्यति साह्रो छैन भने यतिको त नर्मल डेमै हुन्छ मान्छेहरू त्यति साह्रो चाहिँ मान्छे चलेन तिम्रो घरमा मेरी छोरी मान्छे चलेन तिम्रो घरमा मेरी छोरी मान्छे चलेन किन सम्झिने मान्छे चलेन किन सम्झियो मान्छे चलेन किन सम्झिने मान्छे चलेन अनि त्यही त गाइस डुल्यो एकछिन रमाइलो गरियो गीत पनि सुनियो लोकगीत यताउति सुनेर रमाइलो गरियो है अनि अहिले चाहिँ खाली छ यस्तो अहिले चाहिँ यतापट्टि चाहिँ खाली खाली छ है खाली खाली छ यतापट्टि चाहिँ अनि अब चाहिँ आजलाई चाहिँ भिडियो चाहिँ यति नै गरौँ भयो ठिक छ अहिले डुल्यो उता उता जान नि मन थियो तर पानी परेको कारणले चाहिँ उता हामीहरू जान पाएन क्या जान सकेन अझै नि पानी दर परिरहेछ अब घर जाने बेला उस्तै पऱ्यो हामीहरू भिज्छौँ होला अनि त्यही त अब चाहिँ आजलाई चाहिँ भिडियो चाहिँ यति नै गरौँ अनि भिडियो चाहिँ कस्तो लाग्छ राम्रो लाग्छ चाहिँ लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला हरेक भिडियोमा यस्तै भनिराख्नु चाहिँ नपारिदिनु होला अलिकति मलाई नि अहिले यसो युट्युबलाई चाहिँ हल्का हल्का ग्रो गरिदिनु होला त्यही छ मेरो मनको चाहना नयाँ वर्षको चाहिँ सबैजनालाई चाहिँ धेरै धेरै शुभकामना फेरि पनि सबैजनाले सोचेको पुरा होस् अनि सबैजनाले आफ्नो मनमा जे सोच्नु भएको छ जे चाहनु भएको छ जे भइदियोस् भन्ने सोच्नु भएको छ सबैजनाको चाहिँ पुरा होस् त्यही छ मेरो चाहना अनि त्यही त आजलाई चाहिँ भिडियो चाहिँ यति नै गरौँ ह्याप्पी न्यू इयर सबैजनालाई आई लभ यू थ्याङ्क यू